एभ्रिवान नमस्ते सबैजनालाई। आज चाहिँ मेरो साथीहरू हामी पिकनिक प्लान गरेर पिकनिक जाँदैछौँ। सो मसँग यहाँनिर हाम्रो सामानहरू सबै लिइसकेँ पिकनिकको लागि। अनि यहाँ म चाहिँ मेरो साथीहरूलाई पिक गर्दै जान्छु। सो यो हामी 5 जना जाँदैछौँ अनि म एक एकजनालाई पिक गर्दै जान्छु। सो फर्स्टमा चाहिँ म जुलियालाई पिक गर्न जान्छु। सो लेट्स गो। एन्ड म सामानहरू पनि देखाउँछु के भइरह भनेर। सो यो सामानहरू हो मेरो। यो सामानहरू म अब बास्केटमा राख्छु। यहाँ सामानहरू नि गाडीमा राखेँ। यति चाहिँ मैले राखेँ। अब अरू साथीहरूकोबाट पनि टिप्दै अनि जानुपर्छ। सो अब म लागेँ जुलियालाई पिक गर्नलाई। Take the next right onto Winston Avenue. यहाँ हाम्रो जुलियालाई पिक गरेँ मैले। जुलिया हेलो हेलो। अनि उसको सामान यहाँनिर सामान यति धेरै छ मेरो। राइट अब हामी पिक गर्न जान्छौँ सरुलाई। यस हाम्रो अर्को साथी सरु यता। हेलो खाँदै आउनु भयो त सरुज्यू त। यहाँ सामान राख्दैछौँ। यहाँनिर ओ माई गड हाम्रो सङ्गीता। अनि उहाँको त स्क्रन्ची पनि म्याचिङ छ। ओ माई गड उहाँसँग स्क्रन्चिज पनि म्याचिङ छ। मैले के बिर्सेँ हेर त। यहाँ हाम्रो यहाँ बोको कार्यक्रम भइरहेको साटासाट। एउटा व्हाइट छ एउटा रेड छ। खै तिम्रो बो नि देखाउ नि त। यसैसँग आऊ कि के हो? के गर्ने? त्यही रेड लगाउँदा नि हुन्छ नि। लगाऊ म यही लाउँछु। व्हाइट पनि हुन्छ रेड पनि हुन्छ त्यो ड्रेसमा चाहिँ। हाम्रो अर्को दोस्त हेर न यहाँ। ए यता नलाको नि। मलाई चाहिँ यहाँ यिनीहरूले सामान बोकाउने डिपार्टमेन्ट दिएको छ। सबै बोकेर बस्छ। अब उता पोज गर्न थाल्यो। उता जाऊ। पोज गर्ने चक्करमा हाम्रो सामान फसाइसक्यो। सामानहरू बल्ल बल्ल यसरी अडाएर छ। म यो सब भिडियो राख्छु। ओ माई गड यसलाई भन्छ काम गर्ने कालु मकै खाने भालु। काम यहाँ सब मैले गरिरहेको छु। यहाँ सब यो राख्ने तिमीलाई। हेर मलाई साथीहरूले गाइसहरू हामीहरू अब पिकनिक जानलाई एकदम एक्साइटेड। कतिको एक्साइटेड साथीहरू? धेरै सङ्गीता त देखेन। एकदम धेरै एक्साइटेड। अरू केही पनि भन न। तिम्रो यादहरू। रेसा चाहिँ ड्राइभ गरिरहेछ। हामी सबैजनालाई लिएर आउने रेसा नै हो। 500 meters, use the right 2 lanes to turn right onto Springbank Road. उसको एउटा ड्रेसलाई 165 थियो अनि उसले आन्टीलाई एउटा टी सर्ट किनेको $90 थियो। यो चाहिँ पुस साउन्डमा राख्न हैन क्या। उसको बार्गेनिङ स्किल यस्तो खतरा रहेछ कि उसले दुईटै ड्रेस $100 मा लिएर आयो। कहरी क्या यातिर त म त कहरी गर्ने कोरियन पसलमा क्या। त्यही त कसैले जाडो लागेको सबलाई हेरेर हाँस्छ सबैजना साथी फाइनली ल सामानहरू निकाल्दैछन् अब उनीहरू सामान। तर एकछिन सामान निकाल्नु भन्दा पहिला उ गरौँ न, ठाउँ हेरौँ न।
ठाउँ कहाँ राख्ने होइन कि इनकेस कहाँ राख्ने भनेर राख्ने कहाँ लाने भनेर के फेरि बोक्दै ढोका लगाउनु पर्यो ए चिया देऊ न भन न के कस्तो खाले गीत भयो भन न फेरि जाडो भयो के जाडो भयो कुरा गर्ने बन्द गरे यार अनि फेरि स्टेजको कुरा छ हुन्छ नि पहिला यति ब्युटी कन्सियस हुन्थे यति म्युजिक हालिदिन्छु नि त म ट्राई गर्छु म्युजिक हाल्न म्युजिक हालेर हटाउने कसरी त्यही भने ल हालिदिन्छु म ल त्यही लेजर गर्यो भने हो 90% जस्तो जान्छ तर अनि यो भिडियो हुन्छ न घुम्देऊ न रे सारा के हुँदैन राम्रो को यो राम्री न राम्री यस्तो हाम्रो राम्री रेसा क्युट रहेछ यो ड्रेस पनि है उसको ड्रेस पनि सुन्ताको ड्रेस पनि क्युट छ यो ननिकाल न तिम्रो त कस्तो तिम्रो नि कस्तो म्याचिङ म्याचिङ के रेसा वी आर गोइङ ल जाऊ जाऊ सामानहरू यो चाहिँ मेरो भाग यारी रहेछ मिठो 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 खानेकुरा दिनुहोस् न सबै सङ्गीता रेसाले भ्याइसक्यो खानेकुरा गाइस अब हाम्रो यात्रामा अगाडि बढ्नुपर्छ हामीलाई राति घर पुग्नु छ भर्खर त डेस्टिनेसनमा पुगे हैन अब घर जाने त कहिले हो कहिले यहाँ माथिबाट आएर यहाँ मुनि यहाँ सेटअप गर्दैछन् साथीहरू एकछिन थका मारेर अनि सेटअप गर्ने के आउन जुलिया आउ यसरी यहाँ आउ ढिलो भइसक्यो जुलिया त्यसलाई गाह्रो पनि भयो आउ यहाँ एकैछिन रेस्ट गरे आउ न यहाँ एकचोटि एकैचोटि यस्तो गर पछाडिबाट यस्तो गर न यो माथि को राख्ने हो कि हुन्छ एकचोटि जुलियाको निकाल त त्यो तर यो मात्र यो राम्रो देख्दैन यार उयो छैन के छ अब यो कुन माथि राख्ने है यो चाहिँ मुनि राख्नुपर्छ होला त्यसको मुनि हो उम्, त्यही मात्र चिसो आउँछ जस्तो लाग्यो अँ अनि खाना त बिचमा राख्यो भने पनि हामी साइड साइडमा बस्न पुग्छ कि त्यहाँ त खोल पानी पनि रहेछ हेर न उता हेर न खोला जस्तो के बगिरहेको सानो कुलो जस्तो ए चम्चा हेर त के गर्ने भन त यो छिटो यो मुनि राख्ने के गर्ने रहेछ भन न हुन्छ पुगिहाल्छ यसमा खाना साना खाँदाखेरि त्यो फोटो खिच्ने नि यसमा चाहिँ बसेर त्यो पनि हुन्छ यहाँ सबै पुगिहाल्छ त यता खानामा यो के गर्नु भयो त्यसको माथिबाट यस्तो माथि राख्नु यसको लास्टै धुलो आउँदो रहेछ यसमा त सबै रङ्गी बिरङ्गी देखिनु भयो यो अलि डार्क छ होइन यो राखौँ न त नत्र यहाँ यसमा राख्नु चाहिँ हेर्नु न कस्तो राम्रो देखिन्छ एउटै कलर यहाँ राख्नु खाना त त्यसमा चाहिँ राम्रो आउँछ यतै राखौँ न त खाना कुनमा राख्ने पिङ्कहरूमा त्यो अब त्यो टिस्यु पेपर यसमा राम्रो आउँछ खाना यसरी गरेर त त्यो खाना भएको ठाउँमा केही ट्रेहरू यता गरिदिउँ न त सेतोई है सेतोई यो पनि कति राम्रो थियो नि फ्लावर त्यही है मलाई पनि पिङ्क यो त दाग पनि देखिरहेको छ त्यहाँ त खानेकुरा हाल्नुहुन्छ अलि यता आउँछ हाम्रो वाइन यो बोर्ड चाहिँ गर्नु हाम्रो आजको वाइन यो चाहिँ हाम्रो क्रानबेरीको वाइन अहिले हामी ग्लासमा हालेर पिउने अब रेसाङमा अब एउटा ऊ पनि हुन्थ्यो अब हामी मिलाउने कार्यक्रम खाने ग्लास कहाँ छ साथीहरू अब हामी साथीहरू मिलाउँछौँ झन्डै के भयो झन्डै तरकारीको लुगा मेरो लुगामा लागेको यो तरकारीहरू कसरी भएन अलिकति पुग्छ
तर त्यो चिप्सहरु पनि यता ल्याउ न हाम्रो चिया कार्यक्रम पहिला त्यो ठुलो उसमा के छ ठुलो जगमा एउटा रोस्ट देऊ न मलाई कस्तो रहेछ खाऊ न चिकन चिल्ली ल्याउँछु भनेर त्यो सजिलो यो मैले कफी खाइन्छ बरु तिमी त्यो बनाना ब्रेड एकचोटि फेरि खाऊ त साइडबाट होइन होइन साइडबाट यतापट्टि देखोस् न त्यो लिप्सले टच नगरोस् भनेर ऊ गर्दै खाइरहेको थियो कि अघि ल हाम्रो अर्को मोडल अब मेरो त टचमा छ तिमीहरूको सबै सकाए सक्का सरलाई तरो भोक लाग्यो खान्छ नि धन्दा भात खाइरहेको हेर न धन्दा भात खाइरहेको छु ल अब चाहिँ सेट गरौँ है बिस्तारै घुमाऊ आफू भन न आएको पेपर टावेल भनेको पिकनिक खान मात्रै कति कहाँ सजिलो छ त होइन केटीहरू यहाँ बनाउँदैछौँ एक लाइन मात्रै केक राख्ने ठाउँ हुन्छ यस्तो अझै यहाँ यिनीहरूले हाम्रो खाना चोर्न खोजिरह यिनीहरू यिनी लोगोने भन्दाखेरि यिनी पन्छी ग्रेप्स धोको हो कि धुनु पर्ने हो पानीले चुस्नु पानी पर्दैन। मैले त्यहाँ बोतलमा नयाँ खा पानी छोडाउ न यो खोलम है खोलेर वाइन बोतल होइन बरु वाइनै चाहिँ ग्लासमा राखेर सुताइदेऊ न बोतल पनि सुताइदेऊ न भनेको हो त्यसरी केक पनि राख न यहाँ भिडियो सुट हुँदैछ पहिला सुरु भिडियो फोटो सुट खानेकुराको फोटोले पहिला सुरु मोबाइलले खान्छ अनि त्यसपछि हामीले खान्छ हामीले खान्छ फर्स्टमा त घामले हिजो हामीहरूको बुढाहरूको कुरा गरेर हाँस्दै थियो यिनीहरूलाई फोटो खिचेको होला भनेर वाउ जुली आएन फोटो खिचौँ न यहाँ अनि सबैजनाको फाइनली ओए केटीहरू फाइनली हाम्रो फोटो सुट सिद्धियो अब यहाँनिर खाना खाने पालो खाना बाप चोर भइसक्यो जुस खाना 3 बजिसक्यो सबै एकैचोटि खाइदिउँ जस्तो भयो दिनको 3 बजेको अवस्था फुड म त कति बेला खाम जस्तो भइसक्यो साथीहरू मासु मासु भयो आज यसरी गर्ने के टिकटकमा जस्तो ओए खाए ल खै तिमीहरू नि गराउ न खै जुलिया खाए ल खाइसके ल अनि खाए ल हाल्दैछु ल यता जाडो भयो ल सबैले मासु ल्याउने ल्याउ त भनेर रहेछ आज धन्न हाँस्यो ल गर उता अर्को हातसम्म गर यतिकै त्यो एकजनाको त्यहाँ क्यामेरा राखिरह न त्यहाँ रेकर्ड गरेर यतिकै तिमी चाहिँ यसरी बस्छ त्यहाँ हाम्रो ऊ सिल्भर फोइल र ब्याग उडायो उडाको टिप्न गहन दौडिँदै ल मेरो स्पुन खै त ल हामी यो भिडियो फोटोबाट बनाऊ मनी एउटा स्न्याप बनाउँछु नि प्लिज अब यहाँनिर केकलाई यसले स्म्यास हो कि कट के भन्छ केक कटिङ कखले कता एउटै होला नि फेरि यस्तो 5वटा पखायो पख ए मेरो हात पखाइ भयो गयो ल पख ल भयो आ ला
मेरो आयो है सेट खिच्न चाहिँ भिडियो अन गर्ने बिचरा स्पुनले आफ्नो स्पुनले कस्तो चस्मा है सजिलो मेरो चस्मा भात चाहिँ म त भोलिदेखि अन्ती हुन्छ है कस्तो त मलाई केही देख्दिनँ कस्तो अमरमै बनाइसक्यो कस्तो मिठो केक भाइ अब एक दिन त मोटा नि मोटा हुन्छ यस्तै भने खाँदा खाँदा यस्तो भइसक्यो मन गरेर खान को जस्तो भइसक्यो रे फेरि भन्न जुलिया यस्तो भइसक्यो भने त भैँसी जस्तो भइसक्यो सुनेको अनि फेरि भन्न त भने वाउ मिठो रेसा डु यु लाइक द केक यस आफूले पनि भिडियोमा निकाल न निकाल्नु पर्यो नि तिमीहरूले निकालिदिँदैनौ ल्याउ म खिचिदिन्छु तिम्रो ठिकै छ खाए ल रेसा आइपखाल यिनीहरूलाई केही खानेकुरा दिनु हुन्छ र खाइ ल म नि गर्छु नि मिठो ए बिचमा स्ट्रबेरी हामी पनि गरौँ न हामी पनि चेयर्स गरौँ न जुलियाले गर्नु हामी तिनजना भने चेयर्स खै त पाँचजना होइन मेरो त भात मात्र भयो मेरो ओमा हात दुख्यो चेयर्स मात्र भयो केकको हालत रेसाले भिडियो पठाइहाल्छ नि बनाउने हो सकेको होइन होइन यो चाहिँ प्याकिङ गरेर होइन गाडीमा राखौँ न अहिले अनि फेरि बस्ने के यता अलि सामान भयो भने एकजना कुर्नु पर्छ के त्यही भएर के अब त्यही गाडी त्यही हुन्छ अनि उता माथि बसेर हमला के है सो यो सामानहरू अब हामी गाडीमा राख्दैछौँ फेरि पछाडि कोचाउन मिल्दैन यस्तो ठुलै ठुलो एकछिनसम्म मजबुत चप्पल लगाइहाल्छु दिदी चप्पल नलाउने लगाउँछु म यसले बान्ने हो क्लियर आउँछ खै खै ल तिमीहरूलाई थाहै छैन म कस्तो डराएँ नि अड्केँ नि सामानमा ढकाइदिन्छु यसले अड्केर डर लागेर यार दुईचोटि धकाल्दै नआइदिएर कि म त तिम्रो उसले भएन भएन यहाँ लुगाले भएन मेरो फोन कहाँ छ म भिडियो बनाइदिन्छु जुलिया छोड न कस्तो लामो के तर डर लाग्दो जस्तो एकचोटि त मलाई डर लागेको थियो म अड्कियो भने त्यहाँबाट आफै आउँछ के म त आएन नि तिमी आउँदा तिमी किन अड्क्यौ म अड्केँ ऊ सानो भएर म मुटु ला उतै लगा उतै यता बिचमै अड्किन्छ म आउँछु पखाल यो समाज तान नले म धकालिदिन्छु म जान्छु कि मलाई गाह्रो पर्दैन कुदै गइसक्यो फेरि मसँग त्यस्तै भएको थियो कि यता हेर है भिडियो नखिच ल म त एकैचोटि पुग्छु होला 1 2 3 ल है मैले तिमीलाई त ब्याग पनि ल्याउँछ होला कस्तो मजा आउँछ के फुरु हुन्छ अब अड्की हेर न
ओइ कोही पनि नबस्छ भयो छोड्दै दियो सुन्तलाई उले हिप यताउता गरेर लड्लायो अहिले लड्ला यहाँसम्म आउनै पर्छ होला होइन तिमीले यहाँसम्म धकाल्न आएको थियो यतासम्म आऊ अनि अब म त नबस्ने किन ला उ त हुत्यो आऊ त अझ हेर त्यो एउटा आऊ त्यो गरेर बिचमा यस्तो मजा आउँछ कि अनि त्यहाँ पछि आउँदैन अनि त रोकिन लाएको बेला भन्न ल रोक्यो त्यहाँनिर रोकिँदो रहेछ कि म त यहाँबाट खिचेर फेरि निकाल्नु खै त कहिले खिचेर हो मैले खिचेको चिप्लेटी ल कति ठुलो रहेछ सुन्तलाई ओ छिटो न सुन्ता यो चप्पल कति राम्रो छ कति ठुलो चाइको यति सानो चिप्लेटी यो ठुलोवाला खेलौँ न त्यस्तो फोटो ठुलो त डर मर्यो अनि तर 2-3 जना भएका खेल्ने फुत्तै चिप्लिँदो रहेछ छिटो लड्यो छिटो न छैन अहिले जाग्या भए अहिले मैले त्यस्तो गरेँ होला है खतरोकै खेलाडी सोच्यो होला अहिले हेर त्यहाँ हिल्ला सङ्गीताले गर न सङ्गीता तिमीलाई के एउटालाई घुमाउन ला अर्को लड्छ तिमीलाई हेरौँला ए हेरौँला फुलै टिपी तिमीलाई सजाउँला ए अब एकचोटि गर्नुपर्छ होला मैले अलिकति बिर्सेछु छ राम्रो आउँछ है भन्दा त्यो चिन्ता र उयो भएन यस्तो गरेर यस्तो यता हेर त खै त बन्द रहेछ यही गीत रहेछ नि त रिमिक्स गरेर रहेछ जाडो जुलिया स्वर्गकी पारी धरतीमा धरी लुटपुट गर्दै यो मन चोरी लाइफमा डल्लै लक्ष्य बनाउँछ
अलि टाढो जानुपर्छ यसमा कस्तो गीत हो त कस्तो खै त्यही भएर यो गीत गाएर कस्तो दामी गीत रहेछ यार यो त युट्युबमा हालिदिनु क्या हामी चारजना मात्रै भयो क्या यसरी मिठो गर न खै त अब सुत्ताको त हेरेछु त कस्तो राम्रो गीत यार राम्रो रे मलाई कस्तो मन पर्यो गीत खै त यस्तो के जाडो भएर गाह्रो भइसक्यो पहिलाको गीत कति मात्रै रमाइलो र राम्रो रहेछ यार मेरो अफ हुँदै होला हौ हेर है
हेलो आउनु माथि माथि खुट्टा चट्ट यसरी गरेर भइसक्यो क्या भिडियो स्वर्ग के बरी धरतीमा झरी मिठो बोलीले मक्खै बनाउँछ कर्के नजरले लै लै बरी लै ओके गाइस हाम्रो पिकनिक यहीँनिर सकिन्छ लका पुग्यो मेरो बाई किप वाचिङ सबैले हेरेर लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला ल ऊ गरेर हात राख अब